धेरै मिडियाहरू एयरपोर्टको यहीँ हुल देखाएर न्युज बनाए, भ्युज कमाए, पैसा छापे, गर्नु गरे। एयरपोर्टको हुल देखाएर मिडियाले यस्तो जबरजस्त न्युज बनाउँथे कि मानव देश खाली भइसक्यो। सारा नेपाली एयरपोर्टमा छ, सारा उड्नलाई तयार छ। तर मिडियाले जसरी न्युज बनाए त्यस्तो अवस्था एयरपोर्टमा देखिँदैन। एयरपोर्टमा देखिएको हुलको वास्तविकता अर्कै रहेछ। तर मिडियाले यसरी प्रस्तुत गर्थ्यो कि सारा हुल विदेश उड्नको लागि तयार छ। मिडियाको कुरा गलत भए वास्तविकता के हो त? अब सुन्नुहोस्। यहाँ यस्तो हुल हुनुको कारण के रहेछ भन्नुहुन्छ भने, एकजना विदेश जान छ भने 5 देखि 10 जना उसलाई एयरपोर्ट पुर्याउन जाँदो रहेछन्। अनि एकजना विदेशबाट आउन छ भने पार 2-4 जना मान्छे लिन जाँदा रहेछन्। पुर्याउन जाने मान्छेहरू पनि 1-2 घन्टा बस्दा रहेछन्। ल्याउन जाने मान्छेहरू पनि 1-2 घन्टा वेट गर्दा रहेछन्। कारण के रहेछ भन्दाखेरि, पुर्याउन जाने मान्छेहरू चाहिँ मान्छे भित्र पुगिसकेपछि सामान बढ्ता भयो भने पार वेट गरेर बचेको सामान फिर्ता ल्याउने भनेर बस्दा रहेछन्। अनि ल्याउने मान्छे पनि त्यो आफ्नो मान्छे कतिखेर आउने हो भनेर ठेगान नभएर 1-2 घन्टा अगाडि नै जाँदा रहेछन्। त्यो कारणले गर्दाखेरि त्यहाँ बढी भिड हुँदो रहेछ। मिडियाबाजी गर्नेहरू फेरि यो भिडलाई देखाएर सारा नेपाली विदेश जाँदैछन्, हेर्नुहोस् त यो भिड भनेर न्युज बनाउँछ। अनि सोझा साझा जनताले पत्ताइदिन्छन्। ल हेर्नुहोस्, विदेश जाने मान्छे एयरपोर्ट पुग्न साथ ट्रलीमा सामान हालेर सुट्ट भित्र गइहाल्छ। अनि पुर्याउन गएका व्यक्तिहरू चाहिँ बाहिर बसेर यसरी कुरिरहन्छन्। किन कुरेर बस्छन् भन्नुहुन्छ भने, विदेश जाने मान्छे जब भित्र जान्छ आफ्नो टिकटदेखि सरसामान सबै चेक गराइसकेपछि सबै कुरा ठिक छ भने पार ठिक छ म हिँडेँ बाई बाई भन्न आउँछ। यदि लगेको सामानको वेट बढी भयो भने त्यो बढी भएको सामान आफ्नो मान्छेलाई दिनको लागि फेरि लिएर आउँछ। सोही कारण त्यहाँ मान्छेहरू वेट गरेर बस्छन्, जसका कारण त्यहाँ मान्छेको भिड लाग्ने गर्छ। यही भिडलाई देखाएर मान्छेहरूले राजनीति गर्छ, मिडियाबाजी गर्छ, भए नभएका कुरा गरेर आफ्नो स्वार्थपूर्ति गर्छ। एयरपोर्ट जस्तो ठाउँमा मान्छे आउने जाने क्रम भइरहन्छ। देश छोडेर विदेश जाने नेपाली मात्रै होइन, विश्वभरि यो क्रम जारी छ। अमेरिकाको मान्छे पनि आफ्नो देश छोडेर विदेश जान्छ। हरेक ठाउँ र हरेक कुरामा राजनीति गर्न अनि मिडियाबाजी गर्न तत्काल बन्द गरौँ। यहाँ जति पनि हुल देख्नु भएको छ यी सबै कुरुवा हुन्, विदेश जाने होइनन्, आफन्तलाई कुरेर बसेकाहरू हुन्। कोही जानेहरूका लागि बिदाई गर्न आउनु भएको छ, कोही चाहिँ आउनेलाई स्वागत गर्न आउनु भएको छ। मिडियामा अर्को भरम पनि के छर्ने गरिरहेछ भने, जति पनि एयरपोर्ट जान्छन् ती सबै खाडी मुलुक जान्छन्, कामकै लागि जान्छन्। यो कुरा पनि गलत छ। एयरपोर्ट जानेहरू सबै खाडी मुलुक जानका लागि जाने होइनन्। कोही व्यापारको लागि बिजनेस भिसामा जान्छन्, कोही घुम्नको लागि टुरिस्ट भिसामा जान्छन्। सबैले सत्य तथ्य जानकारी गराउने गरौँ, भरम छर्ने काम कसैले नगरौँ। हस्त, धन्यवाद।